नमस्ते सम्पूर्णमा हार्दिक स्वागत छ मिसन टु जिके। म सामान्य ज्ञान, शिक्षक सेवा तथा लोक सेवा विशेष सामग्री ब्रह्माण्ड सम्बन्धी ज्ञानमूलक सामान्य ज्ञान लिएर उपस्थित भएको छु। आजको लागि यस खण्डमा 50 वटा प्रश्न यस प्रकार रहेका छन्। म प्रस्तुतकर्ता निरज खत्री। कृपया हाम्रो फेसबुक पेजलाई फलो गर्नुहोस् र युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। हामी मिसन टु फेसबुक पेज र युट्युब च्यानलबाट सर्वे दृश्य सामग्री लिएर उपस्थित हुने गरेका छौँ। आजको प्रश्न यस प्रकार रहेका छन्। प्रश्न नम्बर 1, कपुर बेल्ट कुन ग्रहको बाहिरपट्टि रहेको छ? कपुर बेल्ट कुन ग्रहको बाहिरपट्टि रहेको छ? यस प्रश्नको सही जवाफ रहेको छ वरुण ग्रह। प्रश्न नम्बर 2, कुन ग्रहलाई हरियो ग्रह भनिन्छ? कुन ग्रहलाई हरियो ग्रह भनिन्छ? यस प्रश्नको सही जवाफ रहेको छ अरुण ग्रह। प्रश्न नम्बर 3, बृहस्पति ग्रहको ठुलो रातो धब्बा के हो? बृहस्पति ग्रहको ठुलो रातो धब्बा के हो? यस प्रश्नको सही जवाफ रहेको छ एक विशाल आँधी। एक विशाल आँधी। प्रश्न नम्बर 4, पृथ्वीको आफ्नै अक्षमा एकपटक घुम्न लाग्ने समयलाई के भनिन्छ? सौर्य दिन। यसलाई सौर्य दिन भनिन्छ। प्रश्न नम्बर 5, ताराहरूबाट निस्कने प्रकाश र ताप शक्तिको स्रोत के हो? ताराहरूबाट निस्किने प्रकाश र ताप शक्तिको स्रोत के हो? यस प्रश्नको सही जवाफ रहेको छ न्युक्लियर फ्युजन। यसै गरी हामी प्रश्न नम्बर 6 यस प्रकार रहेको छ, धूमकेतुको पुच्छर सधैँ कुन दिशातिर फर्किएको हुन्छ? धूमकेतुको पुच्छर सधैँ कुन दिशातिर फर्किएको हुन्छ? यस प्रश्नको सही जवाफ सूर्यको विपरीत दिशातिर फर्किएको हुन्छ। प्रश्न नम्बर 7, पुच्छ्रे ताराहरू प्राय के मिलेर बनेका हुन्छन्? पुच्छ्रे ताराहरू प्राय के मिलेर बनेका हुन्छन्? यस प्रश्नको सही जवाफ रहेको छ बरफ, धुलो र चट्टान। प्रश्न नम्बर 8, प्लेटो यम ग्रहलाई कहिले ग्रहको सूचीबाट हटाइएको हो? प्लेटो यम ग्रहलाई कहिले ग्रहको सूचीबाट हटाइएको हो? यसको सही जवाफ रहेको छ सन् 2006। प्रश्न नम्बर 9, पृथ्वीको सबैभन्दा नजिकको तारापुञ्ज कुन हो? पृथ्वीको सबैभन्दा नजिकको तारापुञ्ज कुन हो? क्यानिस मेजर ड्वार्फ ग्यालेक्सी रहेको छ। क्यानिस मेजर ड्वार्फ ग्यालेक्सी रहेको छ। प्रश्न नम्बर 10, हबल टेलिस्कोप कुन अन्तरिक्ष एजेन्सीले प्रक्षेपण गरेको हो? हबल टेलिस्कोप कुन अन्तरिक्ष एजेन्सीले प्रक्षेपण गरेको हो? यसको सही जवाफ रहेको छ नासा र युरोपेली अन्तरिक्ष एजेन्सीले। प्रश्न नम्बर 11, जेम्स वेबले स्पेस टेलिस्कोपले ब्रह्माण्डको कुन भागलाई अध्ययन गरेका थिए? यस प्रश्नको सही जवाफ रहेको छ ब्रह्माण्डको प्रारम्भिक अवस्था र टाढाका तारापुञ्जको अध्ययन गरेका थिए। प्रश्न नम्बर 12, सूर्यको सबैभन्दा बाहिरी तापक्रम कोरोना कति हुन्छ? बाहिरी तापक्रम कति हुन्छ? यसको बाहिरी तापक्रम करिब 10 लाख डिग्री सेल्सियमसम्म रहेको छ। यसै गरी प्रश्न नम्बर 13, एस्ट्रोनोमिकल युनिट भनेको के हो? एस्ट्रोनोमिकल युनिट भनेको के हो? युनिट एयु भनिन्छ यसलाई। यो भनेको सूर्य र पृथ्वी बीचको औसत दूरी अथवा यसमा सूर्य र अन्य ग्रह बीचको दूरीलाई पनि लिन सकिन्छ। त्यसलाई एक युनिट मानिन्छ, एस्ट्रोनोमिकल युनिट मानिन्छ। प्रश्न नम्बर 14, डार्क म्याटर र डार्क एनर्जीले ब्रह्माण्डको कति प्रतिशत भाग ओगटेका छन्? डार्क म्याटर र डार्क एनर्जीले ब्रह्माण्डको कति प्रतिशत भाग ओगटेका छन्? यस प्रश्नको सही जवाब रहेको छ करिब 95%। डार्क म्याटरले 27 र डार्क एनर्जीले 68% भाग ओगटेका छन्। प्रश्न नम्बर 15, पृथ्वीमा ज्वारभाट उत्पन्न गराउने मुख्य खगोलीय पिण्ड कुन कुन हुन्? यस प्रश्नको सही जवाब रहेको छ चन्द्रमा र सूर्य। यसै गरी प्रश्न नम्बर 16, सौर्यमण्डलमा कतिवटा ज्ञात ग्रहहरू रहेका छन्? यस प्रश्नको सही जवाब रहेको छ 8वटा ग्रह, बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति, शनि, अरुण र वरुण। प्रश्न नम्बर 17, पृथ्वीको उपग्रह चन्द्रमामा वायुमण्डल छ कि छैन त? यसको सही जवाब रहेको छ छैन।
प्रश्न नम्बर 18 पृथ्वीको सबैभन्दा ठुलो प्राकृतिक उपग्रह कुन हो? चन्द्रमा। प्रश्न नम्बर 19 खगोल शास्त्रका अनुसार नक्षत्रहरू कतिवटा रहेका छन्? खगोल शास्त्रका अनुसार नक्षत्रहरू कतिवटा रहेका छन्? 27 वटा नक्षत्र रहेका छन्। प्रश्न नम्बर 20 अन्तरिक्ष यात्रीहरूले आकाशलाई कुन रङको देख्दछन्? आकाशलाई कुन रङको देख्दछन्? ब्ल्याक, कालो रङ। प्रश्न नम्बर 21 कालो खण्ड कुन प्रकारको ताराको अन्तिम अवस्था हो? सेतो खण्डको अन्तिम अवस्था हो। प्रश्न नम्बर 22 चन्द्रमाको कुन भाग सधैँ पृथ्वीबाट लुकेको हुन्छ? त्यसलाई के भनिन्छ? चन्द्रमाको जुन भाग सधैँ पृथ्वीबाट लुकेको हुन्छ त्यस भागलाई के भनिन्छ? चन्द्रमाको टाढाको भाग। प्रश्न नम्बर 23 नुबेला भनेको के हो? यसको सही जवाब रहेको छ ग्यास धुलोको विशाल बादल जहाँ ताराहरू हुन्छन्। प्रश्न नम्बर 24 कुन ग्रहलाई बरफको विशालकाय गोला भनिन्छ? अरुण र वरुणलाई बरफको विशालकाय गोला भनिन्छ। प्रश्न नम्बर 25 पृथ्वीको चुम्बकीय क्षेत्र म्याग्नेटिक फिल्डका लागि कुन भाग जिम्मेवार हुन्छ? पृथ्वीको भित्री भाग। यसै गरी हामी प्रश्न नम्बर 26 मा आएका छौँ। चन्द्रमाको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? चन्द्रमाको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? सेलेनोलोजी भनिन्छ। सेलेनोलोजी भनिन्छ। प्रश्न नम्बर 27 अन्तरिक्षको त्यो ठाउँ जहाँ गुरुत्वाकर्षणले कुनै वस्तुलाई बाहिर जान दिँदैन र त्यसलाई के भनिन्छ? घटना क्षितिज अर्थात् कालो क्षेत्र। प्रश्न नम्बर 28 सूर्य ग्रहणलाई नाङ्गो आँखाले हेर्न किन हुँदैन? आँखाको ज्योतिमा क्षति पुग्न सक्छ। प्रश्न नम्बर 29 सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो? सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो? शनि ग्रह। प्रश्न नम्बर 30 पृथ्वीलाई आफ्नो अक्षमा एकपटक घुम्नका लागि कति समय लाग्छ? 23 घण्टा 56 मिनेट 4 सेकेन्ड। प्रश्न नम्बर 31 क्षितिजमा अन्तरिक्षमा जाने पहिलो जनावर कुन हो? अन्तरिक्षमा जाने पहिलो जनावर लायका नामको कुकुर। प्रश्न नम्बर 32 उल्कापिण्ड भनेको के हो? उल्कापिण्ड भनेको अन्तरिक्षबाट पृथ्वीको सतहमा खस्ने चट्टानको टुक्रा। प्रश्न नम्बर 33 ध्रुव तारा पोल स्टार कुन दिशामा देखा पर्दछ? ध्रुव तारा उत्तर दिशामा देखा पर्दछ। प्रश्न नम्बर 34 ताराहरूले टिमटिमाउनुको कारण के हो? पृथ्वीको वायुमण्डल। पृथ्वीको वा वायुमण्डलमा हुने प्रकाश अपरावर्तनको कारणले टिमटिमाउँछ। प्रश्न नम्बर 35 क्यासिनी डिभिजन कुन ग्रहको वलयहरूमा रहेको ग्यास हो? शनि ग्रह। प्रश्न नम्बर 36 सबैभन्दा कम घनत्व भएको ग्रह कुन हो? शनि ग्रह। प्रश्न नम्बर 37 कुन ग्रहको परिक्रमा अवधि सबैभन्दा छोटो हुन्छ? बुध ग्रह। प्रश्न नम्बर 38 कुन ग्रहको परिक्रमा अवधि सबैभन्दा लामो छ? वरुण ग्रह। प्रश्न नम्बर 39 चन्द्रमामा पहिलो पटक अन्तरिक्ष यान पठाउने देश कुन हो? सोभियत सङ्घ। प्रश्न नम्बर 40 चन्द्रमाको माटोलाई के भनिन्छ? रेगुलित। प्रश्न नम्बर 41 यस प्रकार रहेको छ चन्द्रमामा रहेको सबैभन्दा अग्लो पहाड कुन हो? माउन्ट एगेन्स। प्रश्न नम्बर 42 एरिस के हो? एरिस एउटा पुल्के ग्रह हो। प्रश्न नम्बर 43 कुन ग्रहलाई जन्मेको राक्षस भनिन्छ? वरुण ग्रह। प्रश्न नम्बर 44 अन्तरिक्षमा फैलिएका ग्यास धुलोका कण र बादललाई के भनिन्छ? अन्तरतारकीय माध्यम। प्रश्न नम्बर 45 हबलको नियमले के देखाउँछ? हबलको नियमले ब्रह्माण्डको विस्तार भइरहेको देखाउँछ। यसको सही जवाब। यसै गरी प्रश्न नम्बर 46 सूर्यको सतहको तापक्रम कति हुन्छ? 5500 डिग्री सेल्सियम। प्रश्न नम्बर 47 सूर्यको धब्बाको कारण के हो? चुम्बकीय क्षेत्रको गडबडी। प्रश्न नम्बर 48 पृथ्वीको सबैभन्दा बाहिरी तहलाई के भनिन्छ?
स्पियर भनिन्छ, एक्सोस्पियर भनिन्छ। प्रश्न नम्बर 49 पाल्सर भनेको के हो? तीव्र गतिमा घुम्ने न्युट्रोन तारा हो। प्रश्न नम्बर 50 सूर्यमण्डलको जीवनकालमा कति वर्ष अनुमान गरिएको छ? सूर्यमण्डलको जीवनकालको करिब 4.6 अर्ब वर्ष अनुमान गरिएको छ। कृपया हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस् र फेसबुक पेजलाई फलो गर्नुहोस् र भिडियो कस्तो लाग्छ कृपया कमेन्टमा सल्लाह सुझाव दिनुहोस्। त्यसै गरी हामी आजको यस भिडियोबाट बिदा लिन चाहन्छौँ। उपलब्ध शैक्षिक सामग्रीको सही सदुपयोगबाट उचित ज्ञान हासिल गर्न सकिन्छ। कृपया हामी मिसन टु जिके को फेसबुक पेज र युट्युब च्यानलबाट सामान्य ज्ञान सम्बन्धी शैक्षिक सामग्रीहरू तपाईँहरू माझ सर्वदृश्य भिडियो लिएर उपस्थित हुने गर्छौँ र माझ लिएर आउने गर्छौँ। हाम्रो पेज र च्यानललाई फलो सब्सक्राइब गरेर साथ दिनुहोला। हामी भविष्य बदल्नेछौँ। धन्यवाद। नमस्ते।